हामी चाहिँ भर्खर उठेर अब मुख धुन लाग्यो है मुख धुन लाग्यो है अब पछाडि हिमाल चाहिँ देखिँदो रहेछ देखिन त हाम्रो गाउँको हिमाल झारलाङ भन्ने त्यही हो यो त उता हेर्दा त अन्नपूर्ण जस्तै छ के अरे कुन त्यो हिमाल यो हिमाल उतामा देखिने नि त्यही होला नि त्यही त हो अन्नपूर्णै भन्छ यो साइलाको बुढीको घर के त हो नि बारी ऊ त्यो माथि माथि कुन कुन रे है बाबुको सम्पत्ति तलको ऊ त्यो खेर भएको गरा उतासम्म छ यहाँबाट थियो बुढ्यो बाटोले अनि उल्टो जुटो क्यासिङमा अनि पाँचमुकै यिनीहरू यहाँदेखि यिनीहरू यहाँसम्म यो सबै हो क्या यताको उताको त उतै छ नि यताको यो हो उताको त अब उतै भयो नि उताको त पहिरोले 2-3 ठाउँको त छैन पहिरोले लैसक्यो मान्छे नबस्ने भइसक्यो यो त बाटोले खाइसक्यो सबै खै उता जङ्गल छ उता काहे त माथि उता के अब्दिली क्युङ भन्ने त कन्द्रङ भन्ने त यो त्यही हिमालभन्दा मुनि गणेश हिमालको मुनि अनि त्यो अस्ति अहिले माछा मार्न गएको हिजो बेलुका चाहिँ कहाँ हो त त्यही खोलातिर उता त्यस्तो टाढामा त्यो चाहिँ हिमाल है हाम्रो गाउँबाट देखिने हिमाल हो त्यहाँबाट त्यहाँ पुग्न चाहिँ 3 दिन लाग्छ अरे यो चाहिँ पारीको गाउँहरू भयो यस्तो छ टाढामै छ उताबाट देखिने सिनहरू चाहिँ यो भयो अब यस्तै हो अब मामाको घर हो अब यस्तै हो गाउँघरतिर हुने हाम्रो पुर्खौली जग्गा चाहिँ उता तलपट्टि पर्छ तलपट्टि अब गइन्न होला अब यतापट्टि पनि पर्छ यो साइडतिर अब त्यहाँ चाहिँ अलिअलि हेरियो अघि बाबाले देखाउनु भएको छ अब हामी गाउँमा त बसिनु त्यही पनि यो चाहिँ घाम डुब्दै हुँदैछ बिहान हामी त अब हाम्रो जग्गा हेर्न लाग्यो बाउ आमाको केले गरे हुन्थ्यो त नि चाहिँ अब के अरे हाम्रो बाबाको होइन पुर्खौली के अरे पुर्खौली गाउँ जग्गा जमिन हेर्न जान लाग्यो घर त छैन भूकम्पले भत्किसक्यो त्यही पनि अब यसो अलिअलि हेर्नु हिँडेको अब चाहिँ हामी चाहिँ यो जग्गा हेर्न आएको बाजै छ हाम्रो सबै खेतीपाती केही गरेको छैन अनि त्यही भएर त्यही पनि यसो हेरिदिउँ भनेर आएको यहाँ थियो होइन घर पहिला यहीँ त थियो नि घर हाम्रो अब यता छ जग्गाहरू गाउँघरतिर त्यस्तै त छुट्याउन सकिने गाह्रो छ यो सागहरू ए त्यो यो पुरै योदेखि यो पुरै यत्तिकै छ यहाँ मामाहरूले अलिअलि खेती गरे होला होइन यता पछाडि नि हो यो यता कता के उहाँसम्म त्यो चाहिँ हो देखिस् बाबु बाजेको खेतबारी यो हो सबै यहाँ बस्ने हो घर बनाएर बस्ने हो यति हेरेर भन्न बाबालाई लो यहाँ घर बनाएर बस्ने अब नाइ किन एउटा घर बनाउने गाडी किन्ने नबस्ने यहाँ होइन पहिला त ढुङ्गा मात्र थियो बाबाले आफै बनाएको होला नि यो पछाडि चाहिँ हाम्रो घर थियो पहिला अब अहिले चाहिँ छैन भूकम्पले भत्कियो नि त्यही भएर अब यसो गाउँको टुर हान्दैछ
अब हामी गाउँपालिका निस्किनु पर्ने हुन्छ हाम्रो जुन कामले आएको त्यो काम चाहिँ पुरा गर्नु पर्यो नि त पहिला त्यही भएर अब निस्किने हो पछाडिको हिमाल देखेछ काम आएर हिमाल त देखेको रहेछ यहाँबाट भएन कति 3 दिन होइन लाग्ने 3 दिन लाग्छ हिँडेर सबै रुङ्गेली त्यो पछाडिको यो डाँडा काटेर कति ठुल्ठुलो गाउँ छ हो लाप्पा खादिङ भने लाप्पा उ त्यो गणेश हिमालको मुनि यो डाँडा छ नि यसको पछाडि ठुलो लाप्पा भन्ने ठाउँ अनि उ त हाम्रो यहाँ मात्र होला यस्तो होइन हाम्रो नाली दुर्गमा छ ए गाउँ त ठुलो होला नि अब चाहिँ हामी बाबा घरबाट निस्कियो अब निस्किएर गाउँपालिका जानु पर्यो गाउँपालिका भन्दा नि उता फुपूको घरमा पस्नु छ एउटा बाटोमा कान्छीको फुपू हुन्छ त्यहाँ पसेर खानासाना खाएर अब गाउँपालिकातिर जानु पर्यो बुढीको र मेरो बिहे दर्ता गर्नु छ बिहे दर्ता गरेर अनि फेरि बाबुको जन्म दर्ता बनाउने जन्म दर्ता बनाइसकेपछि नागरिकता लिन तल धादिङ बेसी सहर पुग्नुपर्छ अनि त्यहाँबाट औदारक्षको सिफारिसहरू लिएर तल जाने हो अब अहिले त हिँड्दै हो अब बिहान यस्तो पोको फुलहरू बोकेर बुढी र छोरा अगाडि गइसक्यो म पछाडि छु बाबा पनि अगाडि नै छ यस्तो छ कहिलेकाहीँ आउँदा त रमाइलो हुन्छ साथीभाइ त छैन गाउँमा त्यही पनि यता वरिपरिको दृश्यहरू देखेर चाहिँ भ्यूहरू देखेर चाहिँ रमाइलो हुँदो रहेछ कि म चाहिँ एकदम मजा लाग्छ गाउँतिर तर के गर्नु सधैँ बस्न सकिँदैन यसरी अब बजारमा बसिराख्नु बानी गाउँघरमा बस्न सक्नु भएको भए त ठिक हुन्थ्यो सकिँदैन हिँड्न नि नसकिने के गरी पुग्ने उहाँसम्म थकै लागिसक्यो मलाई त ओह्रालो हो हिजो उकालो भएको राति अब हिजो चाहिँ बिचमै अब गाउँघरतिर हिँड्नुको मजा यही हो है हाम्रो टोली बगालहरू बाउ त्यहाँ बुढी त्यहाँ म चाहिँ पछाडि यसो रमाइलोको लागि 2-4वटा भल खिच्दै गरेको चिसो त चिसै छ भन्न ज्याकेट चाहिँ यति मजाको छ र आनन्द गर्नुलाई राम्रो कोदो रोप्या रहेछ कि हेर्नु न चट्ट है हाम्रो गाउँतिर चाहिँ यस्तो कोदोहरू हुन्छ कोदो चाहिँ हुन्छ धानहरू पनि हुन्छ हुनलाई यहाँ चाहिँ यो साइडमा कोदो छ धान चाहिँ तलतिर छ क्या यस्तो छ बाटो यस्तो पारीको भ्यूहरू चाहिँ राम्रो छ हिमाल चाहिँ राम्रो देख्दो रहेछ यहाँदेखि पनि त्यहाँ जाने रहेछन् मान्छेहरू घुम्न तर यहाँदेखि चाहिँ 3 दिन लाग्ने रहेछ जानको लागि अब आफूसँग त टाइम धेरै छैन त्यही भएर जाने कुरो नि भएन अब छोटो समयले गर्दा पुरा यो हाम्रो बगानहरू चाहिँ अगाडि छोरालाई चाहिँ भान्जाले बोक्नु भएको छ अगाडि हो साथीहरू हाम्रो गाउँतिरको कोसेली यसरी हालेर दिन्छन् यो कोसेली बोक्नुको चिन्नुहुन्छ ओ यता फर्किल के बोकेकोस् तैँले भाइ रिस्सा र बुम पऱ्यो यहाँ बोक्नु पऱ्यो भनेर म चाहिँ यो झोला बोकिराखेको छु नि त अनि त्यही भएर ल्याउ म बोक्छु भनेको नि मान्दैन रिस्सा कि त्यही भएर ओइ सविता ओइ लेके म बोक्छु
नेपालको स्कुल हो है। यो चाहिँ भारत र नेपाल मिलेर निर्माण गरेको रहेछ। एकदम ठुलो रहेछ। गाउँमा पनि स्कुल चाहिँ होस् राम्रो। माथि गए त्यति राम्रो भ्यूहरू देखिने कि यो चाहिँ कस्तो राम्रो देखेको छ नि त। अनि तलको भ्यू त्यही भएर यही हाम्रो खनिया बस गाउँपालिकाबाट देखिने भ्यू यस्तो छ है साथीहरू। यस्तो दामी देखिएको छ यो है। एकदम माथि हाइटमा पर्दो रहेछ कि हाम्रो गाउँ। अनि त्यही भएर यता यो भयो। यताबाट हिमाल पनि देखिने रहेछ। देखिन तर अलिक टाढै देखिन्छ नि त मोबाइलमा। अनि त्यही भएर यो चाहिँ एकदम राम्रो देखिँदो रहेछ। हामी चाहिँ अहिले गाउँपालिका आइपुगेको छ। गाउँमा बस्ने कि पोखरा जाने? यहीँ गाउँमा बस्ने कि पोखरा जाने? अलि चर्को बोल न। बाबाले सोधिरहेछ अलि चर्को बोल्नुपर्छ। पोखरा जाने? गाउँमै बस्ने? गाउँ भैँसी पालेर बस्छ? गाउँ भैँसी पालेर बस्छ? ए त्यसो भए हामी जान्छौँ है त पोखरा। तिमी चाहिँ बस्ने है कि पोखरा जाने? के गर्ने ल? ऊ बाबालाई सोध बाबालाई। वडा कार्यालय हो यो। वडा कार्यालय यो अब सचिवहरू अध्यक्षहरू आएकै छैन। अनि त्यही भएर एकछिन कुर्नु पर्ने भयो। गाउँतिर यस्तै हो कि बजारतिर भएको भए टाइम टु टाइम 10 बजी सबै आउँछु। अब गाउँतिर यस्तै हो। एकछिन कुर्नु पर्ने भयो। अब यही हो। अब पछाडि हिमालहरू देखियो त देखियो त। त्यसपछि सचिव आयो। सचिव आएपछि हामीले चाहिँ डकुमेन्टहरू दिएर बेदर्ताको लागि प्रोसेस गऱ्यौँ। अनि हाम्रो बेदर्ता भयो। त्यसपछि चाहिँ हामीले हेऱ्यौँ। अनि त्यसपछि हामी फर्कियौँ। त्यति बेला फर्किने बेलामा लगभग कति 4:30 भएको थियो होइन। तर घाम चाहिँ यस्तो दामी लागेको थियो कि त्यति बेला फर्किँदा। अनि अहिले फेरि दिन छोटो छ नि त। अनि 4, 5, 5:30, 6 नबज्दै अँध्यारो भइजान्छ नि त। अनि भोलि नागरिकता बनाउनु पर्ने भएर हामी चाहिँ धादिङ गएर बस्ने प्लान बनायो। राति आइयो। तर त्यो भिडियोहरू चाहिँ मैले खिच्न पाइनँ है साथीहरू। त्यसको लागि सरी। किन भन्दा मलाई एकदम टाउको दुखेको थियो नि त। त्यही भएर मैले खिच्न पाइनँ। अनि बिहान उठेर खानासाना खाएर जिल्लामा गएर अनि मैले बुढीले चाहिँ मेरो थरबाट निकालिदिएको नागरिकता हो यो चाहिँ है साथीहरू। यो चाहिँ पार्ट 2 पार्ट 3 बाँकी नै छ है साथीहरू।